tried so hard and got so far. वेलकम टु डे 6 अफ 90 डेज च्यालेन्ज। आज बिहान 10:30 मात्र उठे। गाउँको निन्द्रा नै अर्को लेभलको हुन्छ। टाइम स्लो भएको जस्तो लाग्छ। स्मुदिङ हावा, त्यो चर्को घाम र घरको फिल, वाउ! धेरै समयपछि यो पिस फिल गर्दा मन नै फ्रेस भयो। खाना खाइसकेपछि दाइहरूसँग घुम्न निस्के। गाउँको बाटो, खुल्ला हावा, गाउँ आउनुको रमाइलो नै यसमा छ। यही मोमेन्टहरू नै लाइफको रियल ह्याप्पिनेस हुन्। सिटीको रसमा भुलेको पिस यहाँ फेरि पाए जस्तो लाग्यो। गाउँमा आउनुको रमाइलो यसमा छ। आज एकदम सिम्पल डे थियो। नो फ्यान्सी प्लान, दाजुहरूको भेट, सबै दाजुहरूको ती मोटिभेटिभ कुरा। आज नयाँ कुरा सिक्ने मौका पाएँ। आज बडीले अलि बढी रेडबुल खाए जस्तो लाग्यो। ज्यानमा अलि बढी ग्यास भरिरहेको थियो। दाइहरूले भनिसकेपछि फेरि नाइ पनि भन्न नमिल्ने। खाजामा अन्डा र चना खाए अनि हामी साँझतिर निस्क्यौँ त्यहाँबाट। घरमा पुग्नासाथ आफ्नो च्यालेन्ज नबिर्सिकन निस्केमा रनको लागि। आज रनमा जान मसँग दाइ पनि हुनुहुन्थ्यो। गाउँको हावामा रन गर्नु सहरको भन्दा एकदम फरक र रिफ्रेसमेन्ट हुन्छ। काम फ्रेस तर मोटिभेसन सेम इन्टेन्सिटीमा। डिसिप्लिनले सिकाउँछ इन्भाइरोमेन्ट जस्तो भए पनि ह्याबिट जारी राख्न। यो 90 डेज च्यालेन्जमा सिर्फ बडी चेन्ज भएको छैन, माइन्डसेट नै ट्रान्सफर्म भइरहेको छ। मैले बुझेँ पर्फेक्ट रुटिनभन्दा इम्पोर्टेन्ट कन्सिस्टेन्सी रहेछ। हर दिन 100% दिन पोसिबल छैन, तर हर दिन ट्राई गर्नु नै रियल विन हो। यो 90 डेज च्यालेन्ज मेरो पर्सनल टेस्ट हो। डिसिप्लिन, प्यासेन्स र बिलिफमा म कति स्ट्रङ छु भन्ने कुरा प्रुभ गर्न। तर यो जर्नीमा म एक्लो हुँदिनँ। तिमीहरूको सपोर्टले यो मिसन मिनिङफुल बन्छ। किनभने यो च्यालेन्ज मेरो हो, तर प्रोग्रेस हाम्रो हुन्छ। सो डु फलो एन्ड लाइक टु मेक मी डेडिकेटिभ टु मेक सच मोर भिडियोज। आजको दिन यसरी नै बित्यो, रमाइलो, डेडिकेटिभ अनि स्ट्रङ माइन्डसेटले। भोलि पर्ने दाइको बर्थडेको लागि आजै ह्याप्पी बर्थडे। अनि दिस इज फर टुडे, टाइम टु डु इट अगेन टुमारो।